सबैलाई नमस्ते नमस्कार। तपाईँ सम्पूर्णलाई न्यानो मिठो साङ्गीतिक अभिवादन। म राजु। हाम्रो प्रिय साथी भोजराज थापा गरिब दुखीको हिरो, वास्तविक हिरो, फिल्मको हिरो नभएर समाजको हिरो पत्रकार भोजराज थापाज्यू अहिले एकदम बिरामी पर्नुभएको छ र उहाँ अहिले काठमाडौँ हस्पिटलमा हुनुहुन्छ। उहाँको लागि धेरैले स्वास्थ्य लाभको कामना गर्नुभएको छ। धेरै धेरै धन्यवादका शब्दहरू आभार प्रकट गर्न चाहन्छु। पक्कै पनि जसमिन नानुलाई दिल्ली लिन जानु बाँकी छ, एउटा बाबुको घर बनाउन बाँकी छ भनेर उहाँको सहचालक मित्र श्री चौधरीज्यूले सुनाउनु भएको थियो एउटा मेची खबरबाट। हाम्रो भोजराज थापा र श्री चौधरीजी उहाँको साथी, नजिकको मित्र, उहाँलाई पनि धेरै धेरै धन्यवाद गर्न चाहन्छु। यति राम्रो मित्र पाउनुभएको छ उहाँले। र पक्कै पनि नेपालमा भोजराज थापा भनेपछि सायद अहिले सबैले धेरै रुचाउनुहुन्छ। उहाँको काम देखेर सबै आभारित हुनुहुन्छ र भोजराज थापालाई कतिले मन पराउनुहुन्छ र कतिले माया गर्नुहुन्छ यो भिडियो हेरेर कमेन्ट गर्नुहोस् है।